हेलो एभ्रिवान, सो यो चाहिँ मेरो सोचेको सिकेको सेकेन्ड पार्ट र लास्ट पार्ट पनि यही हो। सो हाम्रो चाहिँ सोचेको सकिएर चाहिँ बेलुका चाहिँ नेपाली रेस्टुरेन्टमा सेन्सेहरूसँग र क्लासको सबै साथीहरू भनौँ न सबैजनासँग चाहिँ पार्टी राखेको थियौँ। अनि उनीहरू चाहिँ सबैजना मेरो साथीहरू हो। अनि हामीहरू चाहिँ खाना खाँदै कोही चाहिँ लाइभ बसिरहेको थियो, कोही चाहिँ टिकटक बनाउँदै थियो, कोही चाहिँ डान्स गरेको थियो। एकदमै धेरै रमाइलो गर्दै बसिरहेको थियौँ हामीहरू चाहिँ। अनि एकछिनमा चाहिँ सेन्सेहरू पनि आइसक्नु भएको थियो। अनि सेन्सेहरू चाहिँ नेपाली सङहरू एकदम धेरै रमाइलो मान्नुहुन्छ। अनि हामीहरूसँग चाहिँ डान्स पनि कति धेरै गर्नुभयो, एकदमै धेरै रमाइलो भयो। अनि त्यसपछि चाहिँ हामीहरूलाई सेन्सेहरूले एकदमै धेरै राम्रो कुराहरू, राम्रो एडभाइसहरू दिनुभयो र बिदा भएर जाँदै हुनुहुन्थ्यो। मलाई चाहिँ मनमा एकदमै धेरै नराम्रो लागिरहेको थियो। अनि साथीहरू सबैसँग बिदा लिएर हामी घर फर्क्यौँ। अनि भोलिपल्ट चाहिँ हामी साथीहरूकोमा खाना खान गएको थियौँ। अनि यो खिर चाहिँ अस्मिता सानले बनाएर ल्याइदिनु भएको, एकदमै धेरै मिठो थियो। अनि उनीहरू चाहिँ हाम्रो नेपालदेखिकै साथी हो र उनीहरूलाई बाई भनेर निस्किसकेको थियौँ। सेन्डाईमा चाहिँ मैले एकदम धेरै राम्रो साथीहरू, एकदम धेरै मान्छेहरूसँग भेट भयो। एकदमै ब्लेस्ड फिल गर्छु म चाहिँ। अनि उनीहरू चाहिँ मेरो सबसे मिल्ने साथी, मलाई एकीसम्म छोड्नुलाई आएको। अनि उनीहरूलाई बाई भनेर निस्किसकेको थिएँ म चाहिँ। अनि यो फुल चाहिँ मलाई सरिनाले गिफ्ट दिएको थियो आउने बेलामा, एकदम धेरै क्युट थियो। अनि आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ, बाई बाई।